सम्पूर्णमा नमस्कार। म सिजन थापा र आज म आएको छु यहाँ सैना महिना वार्ड नम्बर 10 स्थित श्री पशुपति माध्यमिक विद्यालय सालजण्डी रूपन्देहीको प्राङ्गणमा खेल मैदानमा यहाँ तपाईँहरूमा प्रत्यक्ष प्रसारण छु र यस विश्व शान्ति युवा क्लबद्वारा आयोजित प्रथम वडा अध्यक्ष 9 साइड 35+ भेटरान नगद फुटबल प्रतियोगिता 2082 सालको आज फाइनल खेल रहेको छ र आजको फाइनल खेल रहेको छ तिलोत्तमा नगरपालिका भेटरान्स भर्सेस विश्व शान्ति भेटरान्स क्लब आयोजक बीच आज भिडन्त हुनेछ र यसै टुर्नामेन्टमा र यस क्लबको विषयमा हामीसँग आज विशेष व्यक्तित्व हुनुहुन्छ कुराकानी गर्नको लागि र उहाँको नाम छ खड्गबहादुर जीसी र उहाँ यस श्री विश्व शान्ति युवा क्लबका अध्यक्ष पनि हुनुहुन्छ। दाइ प्लिज वेलकम, स्वागत छ दाइ तपाईँलाई मेरो च्यानलमा। धन्यवाद, नमस्कार। दाइ तपाईँको सानो परिचय दिनु। मेरो नाम खड्गबहादुर जीसी, सैना महिना नगरपालिका वार्ड नम्बर 10, म विश्व शान्ति क्लबको अध्यक्ष। दाइ यो अहिले हाल हामी देखिरहेको छ यो पश्चिम भेगतिर निकै नै फुटबल टुर्नामेन्टहरू आयोजना भइरहेको छ र यस विश्व शान्ति युवा क्लबले भेटरान्स 35+ यो फुटबल नकआउट टुर्नामेन्ट गराउनुको मूल उद्देश्य चाहिँ के हो दाइ? मूल उद्देश्य भनेको नै राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने हाम्रो देशको नारा छ। त्यसमा चाहिने युवा चाहिने अहिले धेरैभन्दा धेरै विदेश पलायन भएको कारणले हामीले राष्ट्रको खेललाई बचाउनको लागि नै ओभर 35 को भेटरान्स कप सुरु गरेको उद्देश्य त्यसरी नै बुझ्दा राम्रो होला भन्ने मेरो विचार। र दाइ यस प्रतियोगिताको चाहिँ धनराशि कति रहेको छ? प्रथम पुरस्कार, द्वितीय पुरस्कार त्यो पनि खुलस्त रूपमा प्रस्तुत पारिदिनु। प्रथम पुरस्कार 51,000 र सेकेन्ड पुरस्कार 25,500 गराएका छौँ हामीले। र विधागत रूपमा पनि ट्रफीहरू छ दाइ? विधागत रूपमा ट्रफीहरू छ, मेडल अनि हजुरको ट्रफीहरू, म्यान अफ द म्याच र बेस्ट प्लेयरलाई पनि छ। यस टुर्नामेन्ट सञ्चालन गर्न का निम्ति चाहिँ धेरै सक्रियता देखेको छ हामीले यस क्लबको। मैले पनि देखिरहेको छु यस्तो घाममा पनि उहाँले पानी हालिराख्नु भएछ। र यस टुर्नामेन्टमा चाहिँ सञ्चालन गर्नुभन्दा अगाडि कतिवटा टिमले सहभागिता जनाएको थियो यस भेटरान्स कपमा? हाम्रो भेटरान्स कपमा सहभागिता जनाउन धेरै क्लबहरूबाट आस्था गर्नुभएको थियो, तर समय सबैको सन्दर्भले गर्दा हामीले 10 टिमलाई सहभागी बनाएका छौँ। यो विश्व शान्ति युवा क्लबको पहिलो कार्यक्रम हो यो फुटबल टुर्नामेन्टको चाहिँ? विश्व शान्ति क्लबको इतिहास हेर्ने हो भने तपाईँको विश्व शान्ति क्लबले धेरै टुर्नामेन्टहरू गरेका थियो, तर यस्तो टाइपको भने यो पहिलो नै हो। भेटरान्सको पहिलो नै हो। जस्तो जुनै पनि कार्यक्रम गर्न अप्ठ्यारो हुने भनेको आर्थिक पाटो नै हो र यस कार्यक्रम आयोजना गराउनलाई, यस भेटरान्स कप गराउनलाई चाहिँ स्थानीय सरकार, वार्डबाट, नगरपालिकाबाट चाहिँ के कतिको आर्थिकको साथ सपोर्ट रहेको छ र देश विदेशमा रहनुभएका दाजुभाइहरूले पनि कतिको सपोर्ट गर्नुभएको छ यस कार्यक्रम सफल बनाउनका निम्ति? तपाईँ कस्तो पारिदिनु हो? कुनै पनि कार्यक्रम गर्नुभन्दा पहिला आर्थिकै आउँछ। त्यो आर्थिक जुटाउनलाई अहिलेको परिस्थितिमा गाह्रो पनि छ, तर हाम्रो सैना महिना नगरपालिकाको र वार्ड नम्बर 10 को सहयोगमा उस रकम खेलकै निम्ति छुट्याइएको थियो। त्यस रकमद्वारा नै हामीले वर्ल्ड कप भनेर भेटरान्स कप खेलाइयो भने हाम्रो विश्व शान्ति क्लबबाट धेरै इतिहास छ। विश्व शान्ति क्लबको रूपन्देही जिल्लामै एउटा अलग इतिहास पनि छ, तपाईँहरूले सुन्नुभयो होला। किनभनेपछि डोना जस्तो खेलाडी पनि विश्व शान्ति क्लबकै परिवार हो, जो अहिले अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुनुहुन्छ। एरन पनि यहीँकै उत्पादन हो र उहाँ पनि अहिले राष्ट्रिय खेलाडी नै बन्दै हुनुहुन्छ। भनेपछि विश्व शान्ति क्लबको फुटबलप्रतिको अलगै रोचक छ। त्यसमा विदेशमा रहनुहुनेले यति धेरै माया गरेर हामीलाई सपोर्ट गर्नुभएको छ। त्यो उहाँकै उसले गर्दा पनि हामीले यो पहिलो सुरुवात हो भने यथावत निरन्तर गर्ने पनि हामीले उद्देश्य राखेका छौँ। धेरैभन्दा धेरै माया गर्दै हुनुहुन्छ विश्व शान्ति क्लबलाई। यति धेरै दाजुभाइ दिदीबहिनीहरू हुन्छ कि अहिले सामाजिक सञ्जाल खोलेर हेर्ने भने नै विश्व शान्ति आउँछ। त्यसको लागि पनि हामीले धेरै गौरव गर्छौँ। जस्तो टुर्नामेन्ट गर्न अवरात्र दिन खटिरहनु पर्ने हुनेछ। यो भोलिन्टियर्स भाइहरूको, यस विश्व शान्ति युवा क्लबका भोलिन्टियर्स भाइहरू र यस कार्य समितिको कतिको सक्रियता रहेको थियो दाइ कार्यक्रम सम्पन्न गर्न आज फाइनलसम्म आइपुग्दा हेर्दाखेरि? हो, कुनै पनि कार्यक्रम गर्नुमा सक्रियता नजनाइकन कार्यक्रम सफल हुँदैन। त्यसको लागि हाम्रो सम्पूर्ण क्लब परिवारले खाइ नखाई घाम पानी नभनिकन निरन्तर लागेर नै
यसमा सम्पन्न भइरहेको छ र लाग्नुभएछ हाम्रो भाइहरू। त्यसमा पनि खेल संयोजक र कार्यक्रम संयोजक निरन्तर लागेर चाहिँ नै रात दिन खटिएर नै हामीले यहाँसम्म आउन सफल भएका छौँ। यस श्री विश्व शान्ति युवा क्लबले फुटबल बाहेक अरू कस्तो क्रियाकलापहरू कार्यक्रमहरू गर्दै आइरहेको छ विगतका दिनहरूमा र आगामी दिनहरूको प्रोजेक्ट पनि के कस्तो छ दाइ त्यो पनि प्रस्तुत बताइस्। एकदम हजुरले एकदम राम्रो प्रश्न सोध्नुभयो। विश्व शान्ति क्लबले फुटबल मात्र नभइकन भलिबल आयोजन गर्छ आयोजनाहरू अनि त्यहाँदेखिबाट तपाईँको क्रिकेटहरू नर्मली रूपमा हामीले खेल्दैछौँ भने भोलिको भावी योजनामा प्रश्न सोध्नुभएकोमा तपाईँलाई धेरै धन्यवाद गर्छु। हामीले यो खेललाई मात्र सीमित नराखेर यहाँ हामीले जसिरा डोना एलन जस्तै अरू भाइहरूलाई पनि राष्ट्रको खेलाडी बनाउने भनेर उत्पादन गर्नलाई यो खेल मैदान तयार गरिएको छ र अब यसलाई निरन्तर रूपमा जारी गरेर चाहिँ अब तपाईँको यहाँ प्रशिक्षण तालिम खोल्ने पनि हाम्रो उद्देश्यले यसलाई चाहिँ नै एकदम हामी अगाडि बढेका छौँ। धेरै धेरै राम्रो प्रोजेक्ट थियो दाइ। भेटरन्स कप गत एक सप्ताहदेखि सञ्चालन भइसकेको छ। आज चाहिँ 9औं दिन हो। आज 9औं दिन र ग्रान्ड फिनाली रहेको छ आज चाहिँ। र पब्लिकहरूको चाहिँ फिडब्याक कस्तो थियो दाइ यो 35+ ओभर भेटरन्स गराउँदाखेरि चाहिँ? त्यो त तपाईँले अब हिजो अस्ति तपाईँ आउनु भएन, आज हेर्नुभयो भने देख्नुहुन्छ कि यति धेरै तपाईँलाई पनि एकदम वास्तवमा अघि दाइले भनेको कुरा साँच्चै होइन भन्ने कुरो अहिले मासुले जनाउँछ। हजुर जस्तो दाइ मेरो त्यो तपाईँलाई अन्तिम प्रश्न छ दाइ। यस फुटबललाई माया गरिदिनु हुने र यस क्लबलाई विश्व शान्ति क्लबलाई माया गर्नुहुने जति पनि देश विदेशमा रहनुभएका शुभचिन्तकहरू छन्, फुटबल प्रेमीहरू छन्, दर्शकहरू छन्, तपाईँलाई हेर्नुभएका उहाँलाई अन्तिम सन्देश के दिन चाहनुहुन्छ दाइ? उहाँलाई अन्तिम सन्देश मैले सर्वप्रथम त उहाँहरूलाई हृदयदेखि नमस्कार गर्दै के भन्न चाहन्छु भने तपाईँहरूकै माया ममताले विश्व शान्ति क्लब आज विश्व शान्तिमै क्लबमा सीमित नरहेर रूपन्देही जिल्लामा मात्रै सीमित नभएर स्वदेशदेखि विदेशमा पनि चिनिन सफल भएको छ। यो तपाईँहरूकै देन भनेर फेरि आउँदा दिनहरूमा पनि यसै गरी विश्व शान्ति क्लबलाई माया गरिदिनु हुनेछ। तपाईँको मायालाई हामीले कदापि काहीँबाट पनि भरोसा पार्ने छैनौँ भन्दै मैले हजुरहरूलाई यो सन्देश दिन चाहन्छु। धेरै धेरै धन्यवाद दाइ, तपाईँको बहुमूल्य टाइम दिनुभयो र आगामी दिनहरूमा पनि यस्तै कार्यक्रम आयोजना मेरो तर्फबाट चाहिँ अग्नि शुभकामना चाहिँ आज फाइनलको लागि पनि मेरो तर्फबाट विश्व शान्ति युवा क्लब भेटरन्सलाई पनि तपाईँलाई अध्यक्षज्यूलाई लगायत सम्पूर्ण कार्य समितिलाई अग्रिम शुभकामना। थ्याङ्क यू, धन्यवाद। यसै भन्दै हाम्रो विश्व शान्ति क्लबको तर्फबाट पनि तपाईँलाई धेरै धेरै धन्यवाद र तपाईँको मिडियाद्वारा सम्पूर्णमा पुर्याइदिनु हुनुहुन्छ भन्ने अपेक्षा गर्दै बिदा हुन्छु। थ्याङ्क यू भेरी मच। श्री विश्व शान्ति युवा क्लबका अध्यक्षज्यू श्री खड्गबहादुर जीसीज्यू र अबको केही समयमा नै हामी देख्नेछौँ यस विश्व शान्ति युवा क्लबका द्वारा आयोजित 9 भेटरन्स 35+ नकआउट फुटबल प्रतियोगिताको आज ग्रान्ड फिनाली रहेको छ र ग्रान्ड फिनाली रहेको छ बिच आयोजक टोली विश्व शान्ति क्लब भेटरन्स भर्सेस तिलोत्तमा नगरपालिका भेटरन्स। अब हामीले देख्नेछौँ केही समयमा नै कसले हात पार्नेछ त 51,000। सो लेट्स सी। आजको लागि यति नै। हस्त म सिजन थापा, धन्यवाद।